हामी चाहिँ अब फेरि ड्याम हेर्नको लागि ट्युसनबाट हिँड्यौँ कसको उ के रे के भन्छ त्यसलाई झोल के रे अब यतापट्टि बस्नु हो ताइजिन चलो तीनजना अगाडि बसे आज हामी चाहिँ हिँडिसकेर गाडी चढिसकेपछि फेरि खाजा रेडी भयो भनेर ओह्राल्नु भयो हामीलाई हामी फेरि खाजा खान ओर्ल्यौँ धेरै तातो छ भने अर्को खन्याम न ऊ कसको ग्लास हो ओट्स हो त्यो आजको खाजा चाहिँ यस्तो रह मलाई चाहिँ यहाँ तातो पानी खानै दिएन गाडी चढिसक्यो गाडी कुदिसक्यो तर अझै चढिरहेछन् म हामी फर द सेकेन्ड टाइम फेरि जान आँट्यौँ गइसकेका छैनौँ त्यो चाहिँ तुवालो कि कुहिरो हो कि बादल झरेको हो कि त्यसकै हो अनि तलको चाहिँ माडी खोला नि होला नि यो हो कि राप्ती हो त्यो उता पो लिम्बाङमा पो थियो त त्यो अर्कै खोला होला राप्ती होला कुहिरो भन्दा माथि माथि हामी हामी चाहिँ ड्याम आइपुग्यौँ यो ड्याम भनेको चाहिँ कस्तो हो भने कैलाशलाई बाहिर लगेर ड्याम कुट्नुपर्ने कैलाश ड्याम किन भनेको अरे थाहा छैन तिमीलाई बाहिर लगेर ड्याम हान्न अरे रातभरि बोयफ्रेन्डसँग बोलो अनि अहिले तन्केर दिएको छ दिस इज ड्याम यो चाहिँ ड्याम हो यो चाहिँ बीपीसीआर हो बुटवल पावर कम्पनी लिमिटेड यसको सेयर पनि छ अरे कतिसँग यहाँनिर चाहिँ हाइड्रो पावरको बुझेर लेख्दैछन् यो खोलालाई यहाँबाट डाइभर्ट गरेर यो चाहिँ झिम्रुक खोला रह अनि झिम्रुक खोलालाई चाहिँ डाइभर्ट गरेर माडीसँग मिक्स गर्ने होइन यो चाहिँ हाम्रो ड्याम भयो पानी उयो गर्ने अनि यहाँदेखि चाहिँ पानी बगिरहेछ यता डाइभर्ट गरेर आएर अनि पावर हाउस चाहिँ उहाँनिर छ पम्प हाउस यहाँ चाहिँ पानी पम्प गर्ने ठाउँ भयो भने पावर हाउस चाहिँ यो अपरेसन क्याबिन रह हाम्रो काम पानी पठाउने काम ए यो चाहिँ फिस ल्याडर रहेछ है यो फिस ल्याडर यदि माछा बगेर जान्छन् नि त हो त्योहरूलाई फिर्ता पठाउने फिस ल्याडर बनाएको रहेछ यो चाहिँ चटक यहाँबाट चाहिँ फेरि हामीलाई छुट्टिए यो मान्छेहरू सोध्नलाई उहाँ मान्छेहरूलाई सोध्ने होइन हिँड्नेलाई के क्रसर भनेको क्रसर भनेको गिटी बाला बनाउँछौँ यो कति एक्सट्रेक्सन भएको वर्षमा कति निकाल्दै उखिस्तो पाहाडै बनाउँदै उखेर त्यो कति हुन्छ भनेर क्या देखेको छैन एउटा पाहाड म वहीँ गएर देखाउँछु त्यहाँ सोध्नुपर्ने म त लोकललाई सोध्ने भने त लोकल ठ्याक्कै आउँदैन हिजो त लोकललाई सोधेको त हामीले यता माथिपट्टि चाहिँ स्कुल रह कि विद्यार्थीहरूको स्कुल जाने बेला आउँदै रहेछ भर्खर हामीले भात खाएको छैन बिहान बिहानै पुरी खाएर म त ग्यास्ट्रिक भएर नि तर बिहान बिहानै भएर साँच्ची मैले एउटा थपिकन हेर्ने मेरो मोबाइलमा हेर्दै हिँडेँ के गर्दैछ यहाँ उल्टो बोकिरहेको कि उहाँ पुग्नुपर्ने
आज उतै बसाउने भन्दै नि त दाइले नेपालगञ्ज पुगिँदैन होला भालुवाङतिरै बस्नुपर्छ भन्दै नि त भोलि अनि महेन्द्रनगर जसरी नि पुग्ने भोलि बर्दिया बस्ने अरे अनि शुक्ला फाटा मात्रै गर्ने अरे सफारी चिसापानी राम्रो छ अरे तिमीलाई राम्रो ठाउँमा लगेर बसौँ भनेको भन्दै हुन्छ चिसापानी राम्रो छ भन्दै हुन्छ आज होइन आज भालुवाङ कि त नेपालगञ्ज क्या नेपालगञ्ज पुग्न सक्यो भ्याइयो भने नेपालगञ्ज भालुवाङमा नि काम छ अरे नि त काम छ अरे त्यो जक्सन समथिङ के छ भन्दै हुन्थ्यो भालुवाङमा अनि होला देखिन्छ अलिअलि यही हो 3x भनेर देखेँ यो चाहिँ बालुवा एक्सट्र्याक्सन गरेर हरियाली राम्रो रहेछ यो साइडको डोजर यो उयसको अगाडि डोजर यत्रो देख्यो भने चाहिँ कत्रो थुपारेको होला त यहाँ सबै खोलाबाट निकालेको बालुवा पैसा तिर्छन् तिर्दैनन् के गर्छन् किन निकालेको यत्रो भनेर हप्काएर आउने नमस्ते केटाकेटीहरू राप्ती रिभर हो यो झिम्रुकको लागि आएको तर झिम्रुकबाट ड्याम कस्तो लय भएर झिम्रुकको बारेमा पनि यस्तो स्टडी गर्न आएको हाम्रो यो कति चाहिँ सेडिमेन्ट्सहरू डिपोजिट हुन्छ त्यो दादाको लागि मात्र हो हामी केहीको लागि होइन भनेर अनि गफ दिएर अनि एकछिन गफमा भुलाएर अनि त्यसपछि मात्र सोध्नु पर्छ स्कुल गर्नु मन लाग्छ कति किलोमिटर छ 20 किलोमिटर कति पर्छ तिमीहरू के को बिदा भयो पब्लिक बोर्डिङको हो नि बोर्डिङ बिदा होला त अब के को चाहिँ हो त आज के हो र बिदा हो जे पाए त्यही भन चावल कुरा यहाँनिर चाहिँ हेर्न कस्तो मजाले गिटीहरू छुट्याएको मैले त यहाँ यसलाई सोध्न पठाइरहेको छु म आफू सोध्दिनँ म सक्दिनँ वाउ खसिसक्यो वाउ कस्तो नराम्रो बनाएको बच्चा जस्तै ल अब अर्दैन ढुक्क अघि भएन मिलाउनु जान्नु पऱ्यो मान्छेले कस्तो ढुङ्गा अटाइदिन्छ ल ढङ्ग बेगर लास्ट अर्दैन है जुम गर्छौँ नाइसै बनाएको थियो ठिकै बनाएको थियो अब लगाउँछ है यसले नाइस ल हेर्नु यहाँ मैले कस्तो दामी बनाएँ भने टक्रक्क परेको यो कहिल्यै केही हुँदैन बाढी आयो भने पनि यसलाई बगाउन सक्दैन बाहुबली जत्तिकै हो यो एनसिएल भन्यो अहिले म एनटिसीको यहाँनिर टावर काम त यति साह्रो हुँदैन है अहिले काम हामी चाहिँ अब सोधपुछ गरिसकेर यसो खोलामा चटक देखाएर फिर्किँदैछौँ अगाडितर्फ जाने होटल जाने भात खाने अनि लाग्ने आज भालुवाङ बस्ने हो कि नेपालगञ्ज पुग्ने टार्गेट अरे दाइको चाहिँ भन्दै हुन्थ्यो यहाँ अहिले तर उहाँ पनि पुग्न सकिन्छ ल गाडी उयो भइसक्यो हामी चाहिँ आइपुगिसक्यौँ अब फेरि होटल ब्याक टु होटल
उसले 2 देखाउँदै थियो नि देखाउनै नपाइकन अब चाहिँ हामी यहाँबाट हिँड्न आँटेको प्याकिङ गर्न सुरु भइसक्यो सिस्टरहरूको अब जाने बाई बाई त्रिदेव जुत्ता होइन चप्पल लाएर जानुपर्छ होला गाडीमा के गर्ने जुत्ता ल्याउने बाई बाई त्रिदेव प्यालेस बाई सिउ सुन बाई सिउ सुन होइन बाई सिउ सुन यहाँबाट यस्तो राम्रो खोला पनि देखिन्छ चेक आउट हेर्नु त भावी ढोका पनि मलाई रङ्ग छोडिदिएको थियो इस्लाउँछु म त ढोका खोलै छोडेर आएँ ए यहाँबाट अब अझै 2.5 घन्टा अरे हामी यहाँनिर ओर्लेको छौँ कुन ठाउँमा कहाँ छ ठाउँ कुरा राप्ती रुरल अब फेरि यहाँबाट लाग्यो अब यहाँ नगरपालिकामा गर्ने यति गए बाई बाई यिनीहरूलाई नगरपालिकामा बाई बाई जाऊ जाऊ हामी चाहिँ टाढा जान्छौँ अब देख्छु डायरीमा त झिके है मैले किन पालिकामा के गर्दा नि राजा त्यस्तो हामी क्लाइमेट ग्रुप पनि गए क्लाइमेट ग्रुप त अघि नगरपालिकाका ग्रुप झरे अब क्लाइमेटका ग्रुप झरे अब हामी वाटरका ग्रुप मात्रै छौँ यहाँनिर गाडीमा फेरि आएकी छैनौ तिमी हेर्नु पर्दैन आँखा तन्काएर के फ्राई हो यो चाहिँ राप्तीको पुल रहेछ कस्तो राम्रो ओ माई गड राप्ती खोला चाहिँ भित्रको रहेछ तर यो पुल चाहिँ एकदम राम्रो हामी चाहिँ अब यहाँनिर राप्ती खोलातिर जाँदैछौँ ओर्लेर अनि यो राप्तीको उयो रहेछ पुल एकछिन म पुल एकदम समग्रमा राम्रो त्यो देखाउँछु अहिले चाहिँ घामबाट मलाई त पिटिकै घाम भएन यति लगाएपछि त भैँसी उफ्रियो यहाँनिर यहाँ छ पुल पुल कस्तो बबाल पुल राप्ती खोला पुल दिस इज राप्ती फर यु यो त राप्तीको चाहिँ अघि भने के पो भने नभनेको थिएन नि यो मोडिफिकेसन मात्रै गरेको अरे भन्नाले यस्तो यतापट्टि सारेको हो मेन राप्ती खोला अलिक माथि छ अरे नि हामी त्यहाँ माथि जाँदैछु मैले खासमा चाहिँ अनि म हेर्दा कति राम्ररी देखेकी छु नि बोन हो राँगाको हड्डी हो त्यो यहाँ राँगा खान्छन् मान्छेले हामी चाहिँ लगभग आइपुग्यौँ जस्तो छ अलिक ठुलो ठाउँमा सो हामी तरेर जाँदैछौँ अब फोटो उनीहरूको खिच्नु मैले चाहिँ खिच्दिनँ यस्तै हुन्छ फोटोग्राफर भएपछि मलाई फोटोग्राफरको
फोटोग्राफर को तोरा मात्रै लग्यो के भन्छ एज अ फोटोग्राफर अनि चाहिँ तपाईँको हिँडो यी वस्तु भनेको फोटोग्राफर फोटो खिच्नुपर्छ अरे यो चाहिँ भ्यू मैले कहिल्यै छुटाइनँ यहाँबाट खिचेको यो चाहिँ हो मेन राप्ती खोला यिनीहरू अब जान आँटेका पानीको लागि हामी जान आँटेको अब पानी उगाउन यो क्रस गर्ने कुरा आउँदैछ यो बाढी आएको बेला कतिसम्म पुग्छ होला नि यो सबै एरिया ढाक्छ अस्ति त धेरै पानी परेको बेला यहाँनिर बसेर सर्वे गर्दैछन् यिनीहरू यहाँ पानीको गर्दैछन् म पानीभित्र छु दे आर उयो के अरे पानी टेकिङ दे आर सर्भिङ they are serving sketching and pani taking and doing multi-probe things whatever multi-probe analysis multi-probe analysis and here is our tools multi-probe water analysis whatever please do now go bestus ये धुलो आयो ये धुलो आयो टर्बिडिटी बढीको अलि पर जाऊ न भएन जसो गरे नि यसो त भइहाल्छ नि यो बेसी डिप गरे न हो अब बिस्तारै गर त्यसलाई टाइम देऊ एकैचोटी हाल्यौ र पो घुट्टु भयो टाइम लिएर जाने के रहेछ भन्नु मैले लगाएर सिधै देख्यौ ल चेक गरौँ कहाँबाट कागज भेटायो अहिले फेरि थिएन त जुगाड के हो त्यो टेप बेरेर यहाँ कसले लेखा त लाल मटिया हो कहाँको भन्नु हामी दाङमा अरूतिर जाँदैनौँ होला क्या दाङ जाँदैनौँ भन्छ अनि भइहाल्यो त दाङै लेख्दा पनि बुझिहालिन्छ त दाङको कहाँनिर हो कहाँनिर कसरी यतातिर त हान्न मिल्दैन यतातिर जाल हान्न सकिन्न हैन यो फाल्ने जाल हैन यो के अनि हो यो लटार्ने हो होला कस्तो लटार्ने हो यो त्यसै लटार्ने हो त्यही अनि यो बग्दै जान्छ अनि लटार्दै आउँछ त्यही आउँछ यो लटार्ने फाल्ने जाल राम्रो रहेछ राम्रो ए भनेपछि आज कति मारिन्छ त माछा अहिले छैनन् अहिले यति मात्रै छ ए ल ल ठिक छ यहाँ त माछा मार्ने दाइ पनि हुनुहुँदो रहेछ यिनीहरूले चाहिँ वाटर क्वालिटी प्यारामिटरहरू मल्टिमिटर प्रोबद्वारा चलाइरहेका छन् अनि उहाँ सरले चाहिँ दाइसँग दाइ माछा मार्ने हुनुहुँदो रहेछ कस्तो रहेछ भनेर हेरौँ भनेर तारालाल थारू कमल कुमाल ये ल ल ल खै दीक्षाको काम आयो मैले भिडियो बनाइदिएँ सर यो कुन माछा रे कुन माछा भन्छ झाजरा भन्छ झाजरा र पहरू दिनको 1 किलो पर्छ अहिले पर्दैन यो त्यस्तै हो त्यही चट्नी मात्रै हो अहिले सङ्लो पानी छ भेटिन्न घमिलो आफैलाई हो कि आफैले मात्रै हो बालबच्चा कति छन् बालको भइसकेको छ दुईटा छन् 5 जना 6 जना छन् 6 जना बुढाबुढी 2 जना बुढाबुढी 4 जना छोरा पुग्छ त यसले अब पुगाउँछ अहिले माथि गएर चट्नी मात्रै चट्नी मात्रै अहिले घर त हामी 2-3 जना मात्रै छौँ अरू सबै बाहिर अरू खेतीपाती पनि गर्नुहुन्छ छ के छ राम्रै छ
सोध्नु चाहिँ कति किलो जति पानी छ नि यति किलो भन्नुभयो अनि सधैँ गर्दैछ होइन पानी आएर मात्र गरिन्छ हामी चाहिँ यहाँबाट हिँड्यौँ अब हिँड्यौँ सक्यो काम आज रातिको अब यताको अब हामी गएर दाङकताभित्र बस्छौँ के कता बस्छौँ थाहा छैन म चाहिँ यहाँ वासरुम खोज्दै गएको थिएँ भेडा छन् भेडा अर्को ग्रुप चाहिँ अब अर्को ग्रुप अर्का ग्रुप आउँदैछन् यिनीहरू चाहिँ केमा गएको थिएँ क्लाइमेट लागि सर्वेमा गएको थिएँ दे आर म्याचिङ माई ह्याट यो चाहिँ बाँके नेसनल पार्क अझै सकेको छैन हाम्रो यहाँ चाहिँ रोकेको गाडी थाकेर जवानी हुन्छ हजुरमा नेपाली डाली डालीमा हो डाली डालीमा एउटै नाउँ लाग्छ नि उनको भनन के लाग्दैन मलाई यहाँ चाहिँ अन्ताक्षरी चल्दैछ पागल हमें पहले या अब हो गया हूँ बेटी है निगाह और बिखरे हैं बाल तुमने बनाया है क्या अपना हाल कोई मिल गया मेरा दिल गया क्या बताऊं यारो ये तो हिल गया कोई मिल गया यो चाहिँ हाम्रो बाँकेको चितवन ट्रेड सेन्टर अरे यहाँ पैसा छ ए चाउचाउ किन्ने अनि पैसा छ क्यास कति छ दिस इज बाँके फर यु देऊ न क्यास बाँके बर्दिया दिल चुरा के ओए बुइनी ये क्या गर्दै नाम चितवन लेखेको छ तर यो चितवन होइन हामी कोहलपुर आइपुग्यौँ अब चाहिँ फाइनल्ली कोहलपुर एकदम राम्रो बजार रहेछ चटक्क परेको चट्ट उयो मिलेको हाम्रो प्रितमर सहर जस्तै रहेछ अनि अब हामी नेपालगञ्ज लगभग कति समयमा पुग्छौँ पनि तर पुग्न चाहिँ आज नेपालगञ्ज पुगेर बस्ने हो आज हामी चाहिँ नेपालगञ्ज आइपुगेर ओर्लिन थाल्यौँ अब आइपुग्यौँ नेपालगञ्ज हेलो नेपालगञ्ज राम्रो रह नेपालगञ्ज पनि सबैतिर पो राम्रो लागेको छ मलाई त हजुर त आजको हाम्रो बसाइ चाहिँ यो होटल पाहुनाघर नेपालगञ्ज वेटिङ फर द ब्याक टु तल झर्यौँ अनि गएर लुगा फेरेर अनि मात्रै आनन्दले हुन्छ भनेको यहाँनिर कतिखेर जारी सक्नुहुन्छ नि माथि हो यो यिनीहरूको यो अरे क्या देऊ ठिकै छ तर होइन सबै सेपरेट सुत्न पाउँछौ ठिकै छ त हो साँच्चै भनेको हामी चाहिँ खाना खानको लागि जाँदैछौँ अब बफे सिस्टम कस्तो बिहेको भोज जस्तो टेस्ट तिम्रो अनुहार देखालेन हामी चाहिँ फेरि उनो खेल्दैछौँ यहाँनिर कस्तो नपर्या हो जित्यो के चिज छ तिमीले भन म त खतरा प्रो हो यसमा उयो भन्दा बेसी पर्सेन्टेज देखाउँदैन खै के हो यो आउँदैन यसमा भाइ उसमा छमा मात्रै हो तुरबाले चाहिँ उसले हारिरहेको रहेछ कि तुरबाले ओके गाइस आजको लागि यति नै हो हामी सुतेका
बाई बाई गुड नाइट लुडोको राखेन अलिकति मात्रै राखेको थिएँ